यो चाहिँ मलाई एकदम मनपर्ने चिकन नगेट्स कस्तो क्युट छ है मैले किने होला अनि मैले चाहिँ यो लगेँ 24 यसले कति भयो 0.78 भएछ क्लब कार्डले चाहिँ पे हेलो एभ्रिवान लङ टाइम पछि फेरि पनि युट्युबमा भेट भएको छ हाम्रो आज चाहिँ म ग्रोसरी जाँदैछु अनि त्यसपछि यति धेरै गर्मी थियो दिउँसो अहिले त अलि शीतल छ हैन बेलुकाको 6 पनि बज्यो अनि भोलि पर्सि फेरि मेरो ड्युटी छ अनि ब्रेकफास्ट लन्च अनि स्न्याक्स सबै मैले प्राय जस्तो चाहिँ घरबाट लान एकदमै ट्राई गर्छु नि त किनभने अब सधैँ बाहिर किनेको किनै गऱ्यो भने बानी लाग्ने रहेछ के बिचमा मेरो बानी नै त्यस्तै भएको थियो अनि पछि यो ड्युटीले गरेर पनि होला कि कहिले नाइट हुन्छ कहिले डे शिफ्ट हुन्छ हैन कहिले के खाइन्छ कहिले के खाइन्छ अनि त्यसपछि बडी क्लकहरु पनि त्यस्तो राम्रोसँग कन्फ्युज हुन्छ जस्तो लाग्छ कि मलाई घरि राति खाइरहेको छु यो मान्छेले घरि दिउँसो खाइरहेको छु भनेर अनि त्यही भएर अलिकति अब घरमै पकाएको खानेकुराहरू लयो भने केही हदसम्म हेल्प हुन्छ कि आफ्नो हेल्थलाई भनेर अनि म त्यसको जाउँ कि लिटल जाउँ भनेर कन्फ्युज भइरहेको छु नजिकै छ दुईटा सँगसँगै छ है तर हेरौँ म अब जाँदा कता पुग्छु अनि त्यसपछि थाहा हुन्छ यो भ्लगमा डेफिनेटली देखाउँछु फेरि समरमा चाहिँ एउटा बेस्ट थिङ के हो भन्दाखेरि सबै कुराहरू हराभरा अनि उजेलो कस्तो राम्रो देखिन्छ कि अनि देयर्स अ रिजन टु लिभ भन्ने जस्तो पनि लाग्छ अनि म चाहिँ हिँड्दै जाँदैछु अलिकति स्टेप्सहरू लिन 10,000 स्टेप्स हिँड्नुपर्छ दिनमा हेल्दी लाइफको लागि भनेर भन्छ काम गर्दाखेरि त 13-14,000 नै पुग्छ तर छुट्टी भएको बेलामा चाहिँ अलिकति घरमै अब रेस्ट गरिरहेको हुन्छ नि त अलिक पुग्दैन अनि यो चाहिँ मेरो ग्रोसरी ब्याग हो बन्जोर लेखेको छ अस्ति केही हप्ता अगाडि म पेरिस पनि गएर आएको थिएँ अनि हेरौँ किनभने म हिँड्दै फर्किन्छु नि त अनि त्यही भएर ठिकै किनौँ फेरि धेरै किन्यो भने एक्लै बस्छ अनि त्यो सबै खेर फाल्छ कि खानाहरू आज चाहिँ यो एरिया चाहिँ अलिकति क्वाइट रहेछ उतातिर चाहिँ कति धेरै गाडीहरू थियो कि त्यहाँ बिचमा बाटो बनाउँदै गरेको रहेछ अनि त्यही भएर पनि होला अनि म सोचिरहेको छु के किनौँ भनेर प्याजहरू त मसँग प्याजहरू अनि स्यालेडहरू चाहिँ घरमै छ जे होस् मेन मिलहरूको लागि किन्नु पर्ला अनि अलिअलि फ्रुट्सहरू पनि किन्नु पर्ला ड्युटीमा त्यही हो बिहान ब्रेकफास्टमा चाहिँ आई प्रिफर ओट्स है अनि ओट्स नै मनपर्छ ओभरनाइट ओट्स अनि लन्चको लागि चाहिँ अलिकति प्रोटिनहरू अनि थोरै कार्ब्स भएको खानेकुराहरू लगौँ अनि बेलुका स्न्याक्स चाहिँ अलिकति लाइट फ्रुट्सहरू भए पनि हुन्छ मेरो एकदम नराम्रो बानी मलाई क्रिस्प चाहिँ एकदम मनपर्छ कि अनि त्यही हाम्रो आइसियू भित्रै टक सप छ कि अनि त्यही पे गरेर त्यही खानु मिल्छ ओ जहिले किनेको खाएको खाएँ होइन अब चाहिँ हुँदैन मैले आफ्नो मिल मात्रै खानुपर्छ त्यहाँको केही पनि खानु हुँदैन भनेर सोचिरहेको छु एउटा ह्याबिट त हो नि आज किन्यो भने भोलि पनि किन्न मन लाग्छ अनि त्यस्तै हुन्छ आज खायो भने पनि भोलि पनि खाऊँ न भन्ने टाइपको हुँदो रहेछ अनि आज अब कति दिन नखाऊँ अनि त्यसपछि फेरि खाऊँ न होइन कहिलेकाहीँ चाहिँ रिवार्डिङ जस्तो पनि हुन्छ नि त्यो खायो भने अझै कति बजिसक्यो अब त इभिनिङ पनि हुन लाग्यो होला तर युकेमा चाहिँ यस्तै हो समरमा चाहिँ यहाँ 10 बजीसम्म पनि एकदमै उज्यालो हुन्छ अनि त्यो कुरा चाहिँ मलाई एकदम राम्रो लाग्छ कि जे होस् रातै फेरि जाडोमा त कति छिटो रात पर्छ नि त अनि त्यस्तो लाग्दैन गर्मीमा चाहिँ मेरो घरबाट एप्रोक्सिमेटली 20 मिनट्स वाकमा छ होला त्यसको नजिकै छ म नजिक आइपुगेँ मैले क्लब कार्ड चाहिँ ल्याउन बिर्सेछु कि क्या हो अहिले हेर्नुपर्छ त्यहाँ गएर त्यसकोमा चाहिँ अलिकति सपिङ गर्दाखेरि क्लब कार्डमा अलिअलि डिस्काउन्ट हुन्छ नि त यस्तो बाटोमा हिँड्दाखेरि पनि आनन्दले आफ्नै तालमा हिँड्नुको मजै छुट्टै छ कि गाडीहरू उता हिँडिरहेको छ यता हावा लगाइरहेछ म यता हिँडिरहेको छु बन्जोर ब्याग बोकेर आउज अब चाहिँ म नजिक नै आइपुगिसकेँ ऊ त्यहाँ हो टेस्को चाहिँ अब आँखाले टेस्को देखिसक्यो एउटै रुटमा सबै कुराहरू पाउँछ है अब चाहिँ टेस्को नै जानु पर्ला लिडिल भन्दा पनि ओहो यहाँ त वकिङको साइन देखाइसकेको रहेछ छिटो हिँड्नु पर्यो फेरि अहिले भल्छ
अर्को लाइट आज के बार हो यस्तो क्वाइट रहेछ आई थिङ्क इट्स वेडनेसडे हो आई थिङ्क अलिकति लेट पनि भइसक्यो नि त मान्छेहरूले प्रायः जस्तो बिहान अनि दिउँसोतिर सपिङ गर्छ अनि हामी जस्तो केयर फ्री मान्छेहरू के बेलुका बेलुका सपिङ गर्ने यहाँ चाहिँ सबै कुराहरू कस्तो सिस्टमेटिक हुन्छ कि हेर्नु न मान्छेहरू हिँड्नेदेखि लिएर है भेहिकलहरू हिँड्ने कता पार्किङ गर्ने सबै एकदमै वेल म्यानेज्ड यो चाहिँ हाम्रो लिङ्कनको ठुलो टेस्को है टेस्को टेस्को एक्सप्रेसहरू चाहिँ उता हाई स्ट्रिटमा छ दुईवटा छ यो चाहिँ हाम्रो ठुलो टेस्को आइपुग्यो घाम त अझैसम्म लागिरहेछ चस्मा लगाएर पर्ने धेरै त किन्ने होइन थोरै नै किन्ने हो त्यही भएर सानै ट्रली लानु पर्ला लेट्स गो पहिला चाहिँ फ्रुटको सेक्सनमा जानु पर्ला किनभने यो आइटमहरू मलाई केही पनि चाहिएको छैन अहिलेको लागि राम्रो राम्रो कलेक्सनहरू आएको रहेछ टेस्को कपडाहरू पनि राम्रो हुन्छ नि मलाई लास्ट टाइम स्कटल्यान्ड हुँदाखेरि है एउटा प्यान्ट किनेको त्यो प्यान्ट अझैसम्म पनि कस्तो राम्रो छ इङ्ल्यान्डको टी सर्ट रहेछ रेडमा कस्तो राम्रो बनाना बनाना येलो टाइप्स लानु पर्यो ग्रेप्स नखाएको त धेरै भयो तर इट्स फाइन स्ट्रबेरी पनि नलानु पर्यो किनभने मसँग घरमा वाटरमेलन छ फेरि मैले त्यस्तो धेरै खाँदिनँ पनि खेर मात्रै जान्छ कि अनि स्ट्रबेरी कति छिटो बिग्रिन्छ पनि के त्यही भएर म्याङ्गो मन त पर्छ तर खायो भने चाहिँ मेरो पुरै पिम्पलहरू आउँछ कि लेट्स गो यो चाहिँ मैले स्किप गरेँ कस्तो राम्रो क्युट टी सर्टहरू रहेछ बच्चाको रहेछ त्यो चाहिँ मलाई कपडाहरू चाहिँ कुनै राम्रो देखिहाल्यो भने चाहिँ यस्तो मनपर्छ है तर कन्ट्रोल गर्नुपर्छ बेबी टोमेटोज यो लगौँ न होइन बिटरुटको जुस चाहिँ बिहान बिहान खान्छु कि मैले अनि घरमै छ त्यो डब्बावाला छ मैले अस्ति भर्खर कोअपबाट किनेको थिएँ त्यो सकाउनु पर्ला अनि त्यसपछि लिनु पर्यो गार्लिक लिगौँ न है जहिले पनि गार्लिक त किन्छु अनि जिन्जर पनि किन्छु तर खै कता राख्छु क्या हो पकाउने बेलामा चाहिँ भेट्दिनँ फेरि यो ठिकै छ नि चारवटा एभोकाडो पनि लानुपर्ने छ मैले चाहिँ पहिला के सोच्थेँ भन्दाखेरि एभोकाडो चाहिँ मिलसँग मात्रै खाने होला भनेर के अरे सरी ब्रेकफास्टमा मात्रै खाने होला भनेर अनि मिलहरूसँग स्यालेड बनाएर पनि खाँदाखेरि राम्रो हुने रहेछ धेरै काँचो त लानुहुन्न ठिकै यो ठिकै छ जस्तो लाग्यो बेसी एउटा लगौँ मैले होइन कति रहेछ 75p क्लब कार्डमा देख्नुभयो त्यहाँ 89p थियो अनि 75p रहेछ के कति धेरै हुन्छ भन त सबैलाई थाहा छ होला तर यदि कोही मेरो भ्लग हेरेर युके आउने सोच्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो हुनसक्छ त्यो हाम्रो प्रनको सेक्सन आयो सानो यो कोल्ड वाटर प्रन चाहिँ पकाउँदै हराउँछ जस्तो लाग्छ कि मलाई फेरि अलिकति ठुलोवाला लानु पर्यो आई थिङ्क यो बेटर हुन्छ होला जम्बो किङ प्रन रहेछ यही नै लानु पर्यो दुई दिनलाई ठिक्क हुन्छ नि त मिल प्रेप गर्दाखेरि पनि अनि धेरै पनि हुँदैन ठिक्क पोर्सन रहेछ
चिकनको सेक्सन हो यो चाहिँ। म त्यस्तो धेरै चिकन प्रिफर गर्दिनँ, कहिलेकाहीँ हो। अब यो प्राउन सकेपछि खानु पर्ला चिकनको पालो। मलाई फेरि गार्लिक ब्रेड एकदमै मनपर्छ, तर सधैँभरि खाएको खाइकन पनि अलिकति हेल्दी हुँदैन नि त, अनि त्यही यो पालि चाहिँ नलाग्नु पर्ला। अब चाहिँ यता टुनाको सेक्सन आयो। मलाई यसको स्यालेड एकदमै मनपर्छ, अनि लिएर जानु पर्यो। यो वाला चाहिँ लाग्नु पर्यो यो पालि। त्यो सनफ्लावर ओइलमा रहेछ कि, अनि त्यही भएर अलिकति। आज चाहिँ मैले एकदमै हुन्छ नि लिमिटेड सामान मात्रै लान खोजिरहेको छु, किनभने अब फेरि आफ्टर 2 डेज मेरो 1 दिन अफ छ, अनि 1 दिन होइन 4 दिन अफ छ, अनि त्यो टाइममा म लन्डन जाने सोचिरहेको छु। अनि फेरि खानेकुराहरू बिग्रिन्छ नि त, अनि त्यही भएर लिमिटेड मात्रै किनिरहेको छु कि। यस ए होइन हनी, मलाई हनी चाहिएको छ नि त। हनी र पिनट बटर चाहिँ लिनु छ। आज म त बेकरी आइटम उता पास भएर खुसी भइरहेको थिएँ कि। फेरि मलाई क्रसन एकदमै मनपर्छ, किनिन यो पालि। पिनट बटर चाहिँ मलाई एकदम ठिक लाग्छ, स्मुथ हुन्छ नि त। क्रन्चीवाला चाहिँ यहाँ छ, त्यो खासै ठिक लाग्दैन, स्मुथवाला लानु पऱ्यो। ओभरनाइट ओट्समा चाहिँ हनी अनि पिनट बटर हाल्छु कि मैले। अनि हनी चाहिँ कुन लाने होला? हनी चाहिँ यही वाला लानु पर्ला, किनभने यस्तै हाल्न पनि सजिलो हुन्छ नि त। यो लगेँ मैले 6वटा, ठिक्क हुन्छ। फेरि हिँड्दै गयो भने धेरै सामानहरू पनि बोक्नलाई गाह्रो हुन्छ नि त, अनि ठिक्कै लयो भने आनन्दै झोला बोकेर मजाले हिँड्दै घर गइन्छ। मेरो चिया सिड पनि सकिएको छ, यो वाला कस्तो क्युट छ है। डन। आई थिङ्क अब मलाई चाहिँ चिकन नगेट्स बाँकी छ मेरो, त्यो सबै लिगेट जस्तो लाग्यो। आयो नि त मेरो स्पागेटी। तपाईँ त यहाँ लुक्नु भएको रहेछ। के लानु पर्यो एउटा, कहिलेकाहीँ खान मन लाग्छ नि त, लगेर राखिराख्यो भने सजिलो हुन्छ। यो चाहिँ जापानिज सेक्सन आयो। मलाई त एउटा सिरोचा हो कि, मलाई कस्तो प्रोनाउन्स गर्न पनि आएन। यो सस हो, यो सस हो, यो चाहिँ हट चिली सस। यो लानु पर्यो, मलाई एकदम मनपर्छ कि यो। अनि मलाई सेसमी ओइल पनि चाहिएको थियो, यहाँ छ कि छैन हेर्नु पर्यो। हुनै पर्छ है यहाँ त। छैन रहेछ, नेक्स्ट टाइम उता टाउनतिर कोरियन सपमा गयो भने लिनु पर्ला। मलाई पहिला एकदमै वाइट वाइन मनपर्थ्यो, अहिले चाहिँ चेन्ज भएको छ, रेड वाइन मनपर्छ। तपाईँहरूलाई चाहिँ के मनपर्छ त्यहाँ कमेन्ट गर्नु, कुन वाइन मनपर्छ तपाईँहरूलाई। मेबी नेक्स्ट टाइम म तपाईँलाई भेट्न आउँदैछु भने त्यही वाइन बोकेर आउँछु। यहाँ आयो क्रिस्पको सेक्सन। यो सेक्सनबाट चाहिँ म छिटोभन्दा छिटो भाग्नुपर्छ, किनभने म धेरै क्रिस्प खाइरहेको छु। आज चाहिँ अलिकति इग्नोर गरौँ। बाई। यो चाहिँ मलाई एकदम मनपर्ने चिकन नगेट्स। इजी पनि छ नि त, छिटो मनपर्छ। यो लानु पऱ्यो। आई थिङ्क अब चाहिँ भयो होला, धेरै भयो होला। बोक्न सकिनँ भने फेरि क्याबमा जानुपर्छ। उता प्लान्टको सेक्सनमा जानु पऱ्यो अब एकचोटि। प्लान्टहरू एकदम मनपर्छ नि त। अनि मैले अहिलेसम्म बचाएको भनेको एउटा क्याक्टस हो कि, त्यति मात्रै हो। चाहिँ अब म प्लान्ट सेक्सनमा आछु। सो दिस इज द ह्याप्पिएस्ट सेक्सन। कस्तो राम्रो कि प्लान्टहरूमा है त। अब चाहिँ म एकदमै प्लान्टलाई केयर गर्नुपर्छ भन्ने सोच राखिसकेको छु। सो म चाहिँ एकदम वर्क गर्नुपर्छ त्यो कुरामा। यस्तो टल प्लान्ट्सहरू, अलरेडी ठुलो भएको प्लान्ट्सहरू त म लग्दिनँ होला, फेरि लगेर हुन्छ नि त। आहा, बाम्बो स्टिक्सहरू रहेछ। यो चाहिँ हामीले लक्की बाम्बो भन्थ्यौँ नि त नेपालमा होइन। म देखाउँछु है तपाईँहरूलाई।
कति क्युट हो यो लक्की बाम्बो रे। अनि त्यसपछि यो खासमा मलाई स्नेक प्लान्ट लानु मन थियो तर रहेन रहेछ स्नेक प्लान्ट त यहाँ। प्लान्टहरू पनि मान्छेले अब समरहरूमा किनिराखेको हुन्छ नि त। यो चाहिँ मसँग थियो कि पहिला, हेर्नु न मैले पानी नहालेर त मर्यो नि, कस्तो माया लाग्छ। दिस इज अल्सो नाइस। अनि फ्लावरहरू हेर्नु त कस्तो राम्रो भयो, अर्किड। मेरो रुममा डाइरेक्ट घाम आउने भएर होला कि चाँडो चाँडो मर्ने मेरो प्लान्टहरू। धेरै घाममा पनि राख्नु हुँदैन नि त। चाहिँ अलरेडी ठुलो भइसकेको त के लाने। आई थिङ्क क्याक्टस चाहिँ लानुपर्छ क्या हो योपालि पनि। मसँग चाहिँ योवाला होइन अर्कैवाला क्याक्टस छ कि पहिला लगेको। यत्रो बेरसम्म डिसाइड गर्दा गर्दा कुन लिने भनेर प्लान्ट्सहरू पनि सकिरहेको रहेछ कि। अब त ढिला पनि भयो नि त, सबै मान्छेहरूले किने होला। अनि मैले चाहिँ यो लगेँ, यो किने। अनि राम्रो छ है यो। अब चाहिँ म यस्तो मायाले राख्छु क्याक्टससँग। मेरो क्याक्टसलाई साथी पनि भयो कि यो। अब चाहिँ बिल पे गर्न जाऊँ अनि हेरौँ कति हुन्छ। त्यस्तो धेरै त हुँदैन होला, ठिकै लिएको छु मैले, धेरै पनि लिएको छुइनँ। अनि अब घर गएर खाना बनाउने, प्याक गर्ने, अनि अस्ति लुगा धोएको छ सबै पट्याउनु पनि छ, पट्याउनु पर्छ। लेट्स गो नाउ। Please place your bag in the bagging area. Don't forget to scan and tap your Standalone items. Payments accepted. Thanks for shopping at Tesco. 24 यस्तै कति भयो थियो, 0.78 भएछ। क्लब कार्डले अब चाहिँ पे गरौँ। ल मेरो सपिङ पनि भयो। अब म जाँदैछु घरतिर। फाइनली घरमा आइयो। अब चाहिँ यता चाबी ब्यागभित्र छ मेरो चाबी। ढोका खोलौँ। या ए उल्टो घुमाएँ क्या मैले। यसै खोल्छ नि त ढोका त। माई हाउस। चाबी निकालौँ, फेरि बिर्सिहाल्छु, त्यही राखिहाल्छु। अनि दिस इज माई हाउस। एकदमै गर्मी भएको छ अहिले चाहिँ। झोला बिसामिया या एकदमै ठुलो घर छ। अनि यो चाहिँ सेयर्ड हाउस हो। अनि म पनि सेयर्ड हाउसमा बस्छु। मेरो एउटा रुम छ यहाँ। अनि त्यसपछि अब चाहिँ मैले खाना प्रिपेयर गर्छु। चाँडो चाँडो ड्रेस फेरेर आउँछु अनि खाना बनाउँछु। म तपाईँलाई देखाउँछु कसरी बनाउँछु भनेर है त। मलाई चाहिँ स्पेसली यो तेल भएको कुराहरू के केही पकायो भने तपाईँको चाहिँ कस्तो छिटो लाग्यो। तेल भएको केही कुराहरू पकायो भने त्यो छिटो लाग्यो भनेर मलाई कस्तो डर लाग्छ कि त्यो खाने हाल्ने बेलामा। मलाई मात्रै हो, तपाईँहरूलाई पनि हो। छिटो लाग्यो खाना बनाइदिन्छु। मैले फटाउँदाखेरि त कस्तो छिटो त्यहाँ चाहिँ प्राउन छ। अनि प्राउनलाई चाहिँ फ्राई गर्नु पऱ्यो। अनि त्यसपछि मेरो चाहिँ यही हो आजको भ्लग होइन। म ग्रोसरी गएँ अनि पछि आएर अब खानाहरू पनि प्याक गरेँ। सो इट्स अ बेड टाइम नाउ। थ्याङ्क यू सो मच गाइज फर वाचिङ। फेरि पनि नेक्स्ट भिडियोसँग म आउनेछु। बाई, टेक केयर।